हजुर सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म एनआरबी अफिसरको एकदमै इम्पोर्टेन्ट टपिक एडिक्टिभ एन्ड रेसनल एक्सपेक्टेसन बारे पढाउन गइरहेको छु। यो चाहिँ अस्तिको वर्ष पनि यो आएको थियो 5 मार्क्समा र यो चाहिँ कन्टिन्यू नै छ। योबाट चाहिँ यो च्याप्टरबाट चाहिँ हाम्रो एडिक्टिभ एक्सपेक्टेसन रेसनल एक्सपेक्टेसनको डिफरेन्सेस, एडिक्टिभ एक्सपेक्टेसन रेसनल एक्सपेक्टेसन के हो, यसको इन्ट्रोडक्सन, यो भनेको के हो, यसमा फरक के छ भनेर सोधिराख्ने टपिक हो। र यो टपिकमा आज चाहिँ हामी यसको सामान्य एउटा डिफरेन्सेस के हो त, यसको मेन डिफरेन्सेस के हो भनेर हामीले पढ्न गइरहेको छौँ। अब यसको डिफरेन्सेस हेर्ने हो भने हामीले एनआरबी अफिसर भएपछि अफिसर लेभलको इक्जाम दिँदाखेरि हामीले चाहिँ डिफरेन्सेस लेख्दाखेरि बेसिसको आधारमा, बेस कुन बेस हो, कुन बेसमा त्यो डिफरेन्सेस लेख्दाखेरि एडिक्टिभ एक्सपेक्टेसन रेसनलको कुन बेसमा के डिफरेन्सेस छ भनेर हामीले चाहिँ बेसिस, त्यसको आधारको के फरकको आधार लेखेर मात्र हामीले चाहिँ लेख्नुपर्ने हुन्छ। सहायक लेभल हो भने चाहिँ हामीले सिधै लेख्न पनि सक्थ्यौँ, बट अफिसर लेभलमा हामीलाई बेस पनि आवश्यक पर्छ। र अब कुन बेसिसमा, पहिला त यसको मिनिङ हेर्छौँ हामी। एडिक्टिभ एक्सपेक्टेसन रेसनल एक्सपेक्टेसनको मिनिङ के हो त, कुन मिनिङमा यसको चाहिँ के डिफरेन्सेस छ। यसको मिनिङ एडिक्टिभ भनेको एक्सपेक्टेसन बेस्ड अन द पास्ट डाटा, कुनै पनि पास्ट डाटा, पास्टमा गरेको बिहेभियर, पास्टमा गरेको खर्च, पास्टमा गरेको त्यसको एक्सपेन्डिचरको आधारमा चाहिँ पास्ट डाटाको आधारमा आफ्नो फ्युचर एक्सपेक्टेसन गर्छ भने त्यो चाहिँ एडिक्टिभ एक्सपेक्टेसन भन्छ। भने रेसनल एक्सपेक्टेसन भनेको अहिलेको एभाइलेबल इन्फर्मेसन, करेन्ट इन्फर्मेसनको आधारमा आफ्नो फ्युचर एक्सपेक्टेसन गर्छ भने त्यसलाई चाहिँ हामीले रेसनल एक्सपेक्टेसन भन्छौँ। मेन डिफरेन्सेस भनेको त्यही हो। एडिक्टिभ पास्टमा र रेसनल एक्सपेक्टेसन भनेको चाहिँ करेन्ट इन्फर्मेसनको आधारमा चाहिँ एक्सपेक्टेसन गरिन्छ भने त्यसलाई रेसनल एक्सपेक्टेसन भनिन्छ। र टाइम फोकस के हुन्छ, त्यो ब्याकवर्ड लुकिङ हुन्छ। ब्याकवर्ड लुकिङ भनेको पास्ट एक्सपिरियन्स, पास्ट डाटाको आधारमा जाने भयो भने रेसनल एक्सपेक्टेसन भनेको फरवर्ड लुकिङ हुन्छ। त्यो चाहिँ अगाडिको जुन करेन्ट एभाइलेबलको इन्फर्मेसनको आधारमा चाहिँ फ्युचर एक्सपेक्टेसन गर्छ भने त्यसलाई रेसनल एक्सपेक्टेसन भनिन्छ। युज अफ करेन्ट इन्फर्मेसन के हुन्छ त, करेन्ट इन्फर्मेसन त्यसमा लिमिटेड हुन्छ, यसमा चाहिँ फुल युज हुन्छ। त्यसमा करेन्ट इन्फर्मेसन हेरिन्न, त्यसमा चाहिँ पास्ट बिहेभियर मात्रै हेरिन्छ एडिक्टिभ एक्सपेक्टेसनमा। भने यसको लर्निङ प्रोग्रेस, लर्निङ तपाईँको प्रोसेस के हुन्छ त, एडिक्टिभ एक्सपेक्टेसनमा हाम्रो स्लो प्रोसेस हुन्छ भने रेसनल एक्सपेक्टेसन हाम्रो यो के हुन्छ, फास्ट हुन्छ। इन्फर्मेसन इफिसियन्सी हाम्रो यसमा लो हुन्छ, किनभने त्यो पास्टमा भयो। यो चाहिँ करेन्ट एभाइलेबल इन्फर्मेसन वा अल एभाइलेबल इन्फर्मेसनको आधारमा एक्सपेक्टेसन गर्ने हुनाले यसमा चाहिँ हाम्रो इन्फर्मेसन इफिसियन्सी चाहिँ रेसनल एक्सपेक्टेसनमा हाई हुन्छ। रोल अफ फिलिप कर्व के हुन्छ त, सपोर्ट सर्ट टर्म ट्रेड अफ। फिलिप कर्वले चाहिँ एडिक्टिभ एक्सपेक्टेसनमा चाहिँ सर्ट टर्म ट्रेड अफ हुन्छ भने त्यसमा चाहिँ इलिमिनेट ट्रेड अफ, त्यसमा चाहिँ ट्रेड अफ हुँदैन, इलिमिनेट हुन्छ हाम्रो चाहिँ रेसनल एक्सपेक्टेसनमा। त्यसै गरी हाम्रो चाहिँ फोरकास्ट एक्युरेसी के हुन्छ, एडिक्टिभ एक्सपेक्टेसनमा चाहिँ लो हुन्छ, किनभने पास्ट इन्फर्मेसन भइसकेपछि त्यसमा चाहिँ रियलिस्टिक एक्युरेसी चाहिँ आउँदैन। लो टु मोडरेट हुन्छ भने त्यसमा चाहिँ हाई हुन्छ। हाई किन हुन्छ भने अल एभाइलेबल इन्फर्मेसनको आधारमा चाहिँ एक्सपेक्टेसन वा करेन्ट डाटा युज हुने भएको कारणले गर्दाखेरि फ्युचर एक्सपेक्टेसन अझै के हुन्छ, बढी रियलिस्टिक हुन्छ देन एडिक्टिभ एक्सपेक्टेसन। हस्, आजलाई अब यति नै गरौँ। आजको भिडियो आज यति नै यही अन्त्य गर्छौँ र भोलि हामी त्यसैको कन्जम्सन एन्ड सेभिङकै अर्को टपिक ल्याएर उपस्थित हुनेछौँ। आजलाई हस्, धन्यवाद।